सो हेलो गाइज, तपाईँहरूलाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलको दोस्रो भिडियोमा। आज चाहिँ क्यान्डल चाहिँ कसरी बन्छ भन्ने त्यो बारेमा चाहिँ सिकौँ न त। फोरेक्स ट्रेडिङ नै गर्ने भएपछि फोरेक्स भनेको के हो पनि थाहा हुनु पऱ्यो नि होइन। फोरेक्स भनेको चाहिँ के हो त भन्दाखेरि फोरेक्स भनेको चाहिँ करेन्सी बिचको एक्सचेन्ज हो होइन। अब तपाईँले कुन कुन करेन्सी एक्सचेन्ज गर्नुहुन्छ या कुन कुन करेन्सी बाई सेल गर्नुहुन्छ हो त्यसलाई फोरेक्स भनिन्छ। दुईवटा देशहरूको करेन्सीहरू बिचको एक्सचेन्जलाई चाहिँ फोरेक्स भनिन्छ भनेर भनौँ, बुझौँ है। मैले अस्ति भनेअनुसारको चाहिँ यो चाहिँ यो छ नि यहाँ माथिको यो मन्थ अनि विक 1 विक 1 डे 4 आवर 1 आवर होइन, यिनीहरू छ नि हो यिनीहरू चाहिँ यो क्यान्डल बनिरहेको टाइम फ्रेम हो है। अब यहाँनिर 1 मिनट लेखेको छ भने के जनाउँछ त भन्दाखेरि 1 मिनटमा खिच्यो भने यस्तो आउँछ। भनेको मतलब चाहिँ यो क्यान्डल छ नि अहिले बनिरहेको क्यान्डल यहाँनिर देखाइरहन्छ कि तल माथि गरिरहेछ नि त। यो क्यान्डल बन्न चाहिँ कति टाइम लाग्छ होइन, त्यो टाइम चाहिँ यो यहाँनिरको हो। अहिले यहाँनिर बनिरहेछ भने यहाँनिर टाइम पनि देखाइरहेछ 4 सेकेन्ड छ। अब भनेपछि अब 1 सेकेन्ड, अब यो एन्ड भयो। अब अर्को अर्को क्यान्डल बन्यो, यस्तरी काम गर्छ। अब यो एक मिनटमा चाहिँ एउटा क्यान्डल बन्छ भन्ने हो। अब 1 मिनटभित्र तल पनि हुनसक्छ, माथि जान पनि सक्छ, यो तल गइरहेको छ अलिक माथि फर्केर पनि आउनसक्छ होइन। त्यो चाहिँ 1 मिनट हो। अनि अब हामी पाँच पाँच मिनटको टाइम फ्रेममा गयौँ भने 5 मिनटको लेखेकोमा गयौँ भने यहाँनिर क्यान्डल बनिरहेछ भने त्यो अहिलेकै क्यान्डल हो होइन, बनिरहेको चाहिँ अहिलेकै क्यान्डल हो। तर त्यो 1 मिनटमा इन्ड भएर अर्को क्यान्डल बन्छ भने यो चाहिँ 5 मिनटमा इन्ड हुन्छ है। यहाँनिर कति टाइम छ भने 4 मिनट 31 सेकेन्ड। अघि भर्खर एउटा 1 मिनटबाट स्टार्ट भएको थियो भने अब 4 मिनट त्यो त्यसको अब 5 मिनटको टाइम फ्रेमको क्यान्डल बनिसक्नलाई चाहिँ 4 मिनट 22 सेकेन्ड छ। अब त्यस्तै गरी 15 मिनटकोमा जाने हो भने पनि त्यही हो है। यहाँ 15 मिनटकोमा चाहिँ के भइरहेछ भन्दाखेरि 15 मिनटकोमा पनि त्यही हो, 4 मिनट 11 सेकेन्ड बाँकी रहेछ खासमा। किनभने 15 मिनटको अब यो अगाडिबाट स्टार्ट भएको थियो कि होइन, त्यसरी चल्छ। अब यो 30 मिनटको पनि त्यही हो। अब यहाँनिर 4 मिनट 1 सेकेन्ड रहेछ यसकोमा पनि। यो चाहिँ अब 30 मिनटमा एउटा क्यान्डल बनिसक्छ। टोटल टाइम चाहिँ 30 मिनटको एउटा क्यान्डल हो। अनि त्यस पछाडि 1 घन्टाको लागि पनि अब यो घट्दै गयो, कति 3 मिनट 47 सेकेन्ड बाँकी छ। भनेको मतलब चाहिँ यो 1 घन्टाभित्र चाहिँ यो क्यान्डल कति तल माथि गर्छ, कहाँ गएर इन्ड हुन्छ, कहाँ गएर क्लोज हुन्छ भन्ने कुरा चाहिँ हो। त्यसै गरी सबैको त्यो हो। यो अब एउटा क्यान्डल देखाएको यो टाइम यो यहाँको 1 आवर भनेको चाहिँ यो क्यान्डल चाहिँ 1 घन्टाको हो भनेर बुझ्दा हुन्छ है। इजी रूपमा लिँदाखेरि चाहिँ एउटा क्यान्डल चाहिँ 1 घन्टाको, यो क्यान्डल 1 घन्टाभित्र बनेको क्यान्डल हो। 1 घन्टाभित्र बनेको क्यान्डल सबै 1 घन्टामा, यो पनि 1 घन्टाको क्यान्डल हो, यो पनि 1 घन्टाको क्यान्डल हो भन्ने हिसाबले बुझौँ। यो 4 घन्टाको हेर्दाखेरि 4 घन्टामा यो क्यान्डल बन्यो है, त्यसरी बुझ्ने है। कसरी बन्छ त क्यान्डल भन्दाखेरि चाहिँ क्यान्डलको लागि चाहिँ अब एउटा ड्रइङ गरौँ होइन, म ड्रइङ गर्छु यहाँ। यो चाहिँ क्यान्डलको बडी भयो है। त्यस पछाडि यसलाई माथिपट्टिको विक मानौँ यति। त्यस पछाडि यहाँ तलपट्टि पनि विक मानौँ, यस्तो गरौँ है। यहाँ अहिले बनिरहेको त्यस्तै छ नि त ठ्याक्कै होइन। पहिलो सुरु चाहिँ क्यान्डल ओपन हुन्छ होइन, ओपनबाट सिकौँ होइन। ओपन हुन्छ, अब यो यहाँबाट ओपन भयो या यहाँबाट ओपन भयो भने हुन्छ नि त, त्यो पनि म सिकाउँला। अनि पहिलो सुरु यसलाई म ग्रिन कलर गर्छु। यसलाई म ग्रिन कलर गरेँ। त्यस पछाडि यसको पनि त्यस्तै गरी भयो, टच भएन, यस्तो गरी गरौँ है त। यो भनेको चाहिँ पहिलो भनेको क्यान्डल, यो भनेको दोस्रो भनेको क्यान्डल है। यसलाई चाहिँ मैले रातो कलर गरेँ किनभने बियरिस क्यान्डल हो नि त, बुलिस क्यान्डल ग्रिन क्यान्डल, बियरिस क्यान्डल रेड क्यान्डल। अब यहाँ चाहिँ किन मेरो कालो रातो छ भन्दाखेरि आफै बनाएको हो होइन, जस्तो रस राख्न मन लाग्छ त्यस्तै त्यस्तै राख्दा हुन्छ। अनि यहाँ दुईवटा क्यान्डलको हिसाबले चाहिँ पहिलो सुरु एउटा मात्रै क्यान्डलको बुक एक्सप्लेन गरौँ। एउटा हुन्छ होइन,
ओपन अब जहाँबाट ओपन हुन्छ त्यही यहाँबाट ओपन भएको छ भने पनि यसलाई चाहिँ ओपन बडी हुन्छ क्या, यो बडीको चाहिँ खासमा होइन के भनेर बुझ्ने भन्दाखेरि यो बडी छ नि त जुन यो क्यान्डल भयो, यो यो बडी भएको यो बक्सा जस्तो छ त्यसलाई चाहिँ बडी भन्छ होइन, क्यान्डलको बडी भन्छ। त्यो बडीभित्र चाहिँ ओपन र क्लोज इन्ड भएको हुन्छ क्या, ओपन र क्लोज। अब यहाँबाट ओपन भएको छ भने यो यहाँनिर गएर क्लोज भएको छ भन्ने बुझिन्छ है। ताने मैले यहाँबाट यहाँसम्म, यसको पनि यहाँबाट यहाँसम्म, यसलाई भन्ने ओपन प्राइस भनौँ होइन। त्यस पछाडि यो हुन्छ CLOS क्लोज्ड प्राइस। है त यहाँ गएर ओपन भएको छ भन्दाखेरि अब डाउन ट्रेन्डमा छ यहाँनिर के अरे बियरिस क्यान्डल छ भने चाहिँ यो तलतिर गएर हिँड्नुहुन्छ। अनि बुलिस क्यान्डल छ भने चाहिँ यहाँबाट ओपन छ भने यो माथितिर गएर हिँड्नुहुन्छ है, उयसको जस्तै गर्ने। अनि त्यस पछाडि त्यो ग्रिन भन्छ होइन, त्यसको चाहिँ यसरी बुझ्ने। अनि त्यस पछाडि यो विक भनेको के छ जस्तो के हो त भन्दाखेरि चाहिँ यो विक भनेको चाहिँ होइन, किन बिचमा अलिक भएन छ, यसलाई यहाँ सक्छु म। यो भनेको चाहिँ के हो त भन्दाखेरि यो भनेको चाहिँ त्यो ल यो सपोज यो क्यान्डल चाहिँ होइन 1 घन्टाको बेला 1 घन्टाभित्र बनेको क्यान्डल अरे यो अनि चाहिँ यहाँबाट ओपन भएर बिचतिर गयो होला, अनि त्यस पछाडि माथि गयो, तल गयो, फेरि यहाँ गएर क्लोज भयो, यसरी बन्छ है त। धेरै नै आइबस्छ, यतातिर गएर क्लोज भयो भन्ने हिसाबले यसरी बन्छ है खासमा क्यान्डल चाहिँ। यो 1 आवर टाइम फ्रेममा हेर्दाखेरि चाहिँ एउटा क्यान्डल देखिन्छ भने त्यही क्यान्डलभित्र चाहिँ यस्तो देखिन्छ क्या। अब लो टाइम फ्रेममा हेर्दाखेरि चाहिँ किन नचलेको, यसरी देखिन्छ है त। लो टाइम फ्रेममा हेर्दाखेरि चाहिँ यस्तो देखाउँछ। भने पछाडि यो विक भनेको चाहिँ यो हो क्या, यहाँबाट ओपन भयो प्राइस होइन, किनभने यो अन्त ओपन प्राइस छ। अनि यहाँ गएर क्लोज भयो भन्दाखेरि चाहिँ यो ओपन र क्लोज प्राइस भन्दा पनि कति माथि पुगेर फर्किएको छ भन्ने हिसाबको त्यो हाई र लो भयो क्या। यसलाई चाहिँ अब हाई भनिन्छ किनभने माथि छ नि त, यो चाहिँ क्यान्डलको हाई, एक 1 आवर टाइम फ्रेमभित्र बनाएको हाई, यहाँ चाहिँ जिया छ हाई। त्यस पछाडि अब यसलाई चाहिँ भन्दाखेरि के भन्नुपर्छ भन्दाखेरि चाहिँ लो है, यो चाहिँ लो भयो। हो ठ्याक्कै के अरे क्यान्डललाई बुझ्दाखेरि चाहिँ यसरी बुझ्ने हो है। यो चाहिँ बियरिस क्यान्डल हो भने चाहिँ यहाँ माथिपट्टि ओपन भएर तलपट्टि क्लोज हुन्छ। अनि त्यस पछाडि बुलिस हो भने चाहिँ ल यसको हिसाबले हेर्ने हो भने चाहिँ यहाँबाट ओपन भएर अन्त तल गएर फेरि अब लो बनाएर हाई बनाएर फेरि यहाँ आएर क्लोज हुन्छ, या माथि गएर फेरि तल गएर फेरि माथि गएर क्लोज हुन्छ भन्ने हो। यसको मेन बडी चाहिँ यहाँनिरबाट यसको चाहिँ यहाँबाट ओपन भयो, तल गयो, फेरि माथि आउँदैछ, यहाँनिर क्लोज हुन खोज्दैछ होइन। अझै 1 घन्टा 2 घन्टा जस्तो टाइम छ, तर यहाँ हुन खोज्दैछ भनेको रिजन चाहिँ यो हो क्या। यसको हाई मार्क गर्ने तपाईँले अलिक बुझ्न अप्ठ्यारो पऱ्यो भने यसको जुन क्यान्डल लास्ट बनिरहेको छ त्यसको हाई र लो मार्क गर्ने। त्यस पछाडि 4 आवरमा हुनुहुन्छ होइन, यहाँ 4 आवरमा हुनुहुन्छ भने 15 मिनटमा जाने होइन, अलिक लो टाइम फ्रेममा जाने। तपाईँले मार्क गरेको टाइम फ्रेम हेर्ने क्या, कहाँनिर मार्क गर्नुभयो, यो चाहिँ अर्को पहिलाको हो होइन। 1 घन्टाभित्र बनिरहेको चाहिँ हाई लो यो हो क्या। अनि त्यस पछाडि तपाईँले अब ओपन प्राइस मलाई थाहा भएन भन्नुहुन्छ भने फेरि त्यहीँ जाने, 4 आवरमा जाने होइन, बडीमा जहाँ बडी बनिरहेको छ त्यहाँ पनि मार्क गर्ने। यो बडी चाहिँ यो चाहिँ यसको ओपन प्राइस भयो। अनि यो चाहिँ अहिले चलिरहेको प्राइस हो, तलमाथि गरेर रहेछ नि त। यसलाई चाहिँ अहिले मार्क गर्न मिल्दैन, क्लोज भयो भने चाहिँ मार्क गर्न मिल्यो, किनभने यसको जस्तै यहाँबाट ओपन भयो,
माथि गयो यहाँ क्लोज भयो नि त, माथि गएर फेरि फर्क्यो अनि यहाँनिर क्लोज भयो नि त। भनेको मतलब त्यसलाई चाहिँ बढी भनेर भन्ने। यो बनिरहेछ अहिले होइन, त्यो भएर यसलाई मार्क गरेर नगरौँ, भित्र गएर हेरौँ 15 मिनटको टाइम फ्रेममा जाउँ, रिसेट चार्ट भ्यू। अनि त्यस पछाडि के भइरहेछ त यहाँनिर 15 मिनटमा भनेपछि यहाँनिर यसको ओपन प्राइस है यो तलको चाहिँ, यो माथिको चाहिँ अहिलेको पुच्छर जस्तो होइन, यो बनेको भित्रतिर चाहिँ क्यान्डलै देखिन्छ होइन, लोवर टाइम फ्रेममा चाहिँ क्यान्डलै देखिन्छ, हायर टाइम फ्रेममा चाहिँ विक जस्तो देखिन्छ क्या, त्यो पुच्छर जस्तो देखिन्छ त्यो हो क्या। अझै 1 मिनटको टाइमभित्र गयो भने यहाँ माथिसम्म क्यान्डल देखिन्छ। यहाँबाट ओपन भएको थियो, त्यस पछाडि माथि गयो, तलतिर 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 आयो होइन, यहाँसम्म पुगेको रहेछ, यसको लो बनाएको रहेछ, लो बनाएर फेरि माथि माथि जाँदैछ। अहिले चाहिँ अब यतातिर गएर क्लोज भयो भने या यतातिर गएर क्लोज भयो भने कस्तो टाइपको क्यान्डल देखिन्छ त भन्दाखेरि यस्तो खालको क्यान्डल बन्छ है। भनेपछि यो यहाँबाट ओपन भयो भनेपछि यहाँबाट ओपन भयो, अनि त्यस पछाडि तल गयो होइन, फेरि अनि तलबाट माथि जाँदैछ नि त, यहाँ पुगेछ अहिले, यहाँ पुग्दैछ भन्यो भने चाहिँ कहाँसम्म पुगेको थियो, यहाँ गएर क्लोज भयो भने चाहिँ ठ्याक्कै यस्तो खालको क्यान्डल भन्छ। जहाँ क्लोज भयो, जहाँबाट ओपन र क्लोज जहाँनिर भयो त्यो चाहिँ बढी भयो होइन, जहाँ तलसम्म धेरै माथिसम्म कहाँसम्म पुगेको थियो भन्दाखेरि चाहिँ यो यहाँसम्म पुगेको थियो नि त, हामीले मार्क गरेको हो नि त अघि त। अनि त्यस पछाडि तल चाहिँ कहाँसम्म पुगेको छ भन्दाखेरि हामीले तल पनि मार्क गरिराखौँ अहिले होइन, यहाँसम्म पुगेको छ नि त। अहिले चाहिँ यसको बडी चाहिँ, यो बडी चाहिँ यहाँसम्म छ होइन, एकछिन है, मिस्टेक भयो। यो बडी चाहिँ अहिले यहाँसम्म छ होइन, ठ्याक्क यसरी बनिरहेको हुन्छ क्या। अनि अब यो पनि तलमाथि हुन्छ नि त यसरी, तलमाथि तलमाथि, फेरि तलतिर गयो भने तल बडी ठुलो हुँदै जान्छ होइन, माथि गयो भने माथि माथि जाँदै जान्छ। अनि यहाँ गएर क्लोज भयो भने यो ग्याप छ नि त यहाँनिर, अनि यहाँनिर गएर क्लोज भयो भने चाहिँ यो विक बढ्दै जान्छ, जहाँनिर क्लोज भयो त्यहाँसम्म यो विक बढ्छ, अनि त्यही भएर पुच्छर लामो देखिन्छ। हो यो चाहिँ क्यान्डल चाहिँ यसरी बन्ने हो है। अनि त्यही भएर चाहिँ यो चाहिँ हाई भयो, यो चाहिँ लो भयो, त्यस पछाडि अनि यो भनेको चाहिँ क्लोज भयो, यो चाहिँ ओपन भयो। बियरिस क्यान्डलको चाहिँ के हुन्छ भन्दाखेरि यसमै लेखौँ कि पिडिएफ बनाउनु पर्ने रहेछ है, बियरिस क्यान्डलमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ होइन, ओपन चाहिँ हाई हुन्छ अनि क्लोज चाहिँ लो हुन्छ है। सी लो क्लोज लेखौँ न, लो एलएसी क्लोज हुन्छ होइन, ओपन बन्छ, हाई बन्छ, लो जान्छ अनि क्लोज हुन्छ है, बियरिस क्यान्डलको चाहिँ त्यो हो। अनि बुलिस क्यान्डलमा चाहिँ के हुन्छ भन्दाखेरि म बुलिस क्यान्डलको पनि सिकाउँछु, भिडियो चाहिँ धेरै लामो हुने भयो अरू भन्दा बुलिस क्यान्डल, बुलिस क्यान्डलमा चाहिँ के हुन्छ भन्दाखेरि बुलिस क्यान्डल भनेको त अब के हो भन्दाखेरि चाहिँ लो ओपन हुन्छ होइन, माथि गएर क्लोज हुनु पऱ्यो नि त, अनि पो ग्रिन बन्छ होइन, लो ओपन हाई क्लोज हुन्छ। यो चाहिँ बुलिस क्यान्डलको लागि है, यसरी बुझिन्छ। अब यहीँ अब म तपाईँलाई अलिक सर्ट फर्ममा बुझाइदिन्छु होइन, यो सबै यो टाइम फ्रेम भनेको फ्र्याक्टल हुन्छ क्या। अब तपाईँले आवरमा एउटा एउटा मात्रै क्यान्डल देख्नुहुन्छ, अब मैले अघि भर्खर सम्झाएँ नि, यो 1 आवरमा चाहिँ एउटा मात्रै क्यान्डल बनिरहेको थियो, भित्र जाँदाखेरि यत्रो धेरै क्यान्डलहरू बनिरहेछ नि त, त्यस्तै त हो होइन। अब तपाईँले 15 मिनटमा पनि एउटा क्यान्डल बनिरहेछ, एक मिनटमा गएर हेर्नु भने 15वटा क्यान्डल बनेर हुन्छ क्या, किनभने एक एक मिनटमा एउटा क्यान्डल बन्छ नि त, त्यसरी हो। अनि अब बियर स्क्यान्डल त हामीले बुझ्यौँ, के अरे बुलिस क्यान्डल चाहिँ कसरी भन्दाखेरि चाहिँ अब हामीले बुलिस क्यान्डल बुझ्दाखेरि चाहिँ ल यहाँनिर अहिले हामीले यो घन्टाको टाइम फ्रेम बनाइरहेको छौँ होइन, ल ल यहाँनिर क्लोज भयो अरे, मैले अहिले तल चाहिँ यो चाहिँ अहिले तलै छ, यहाँनिर घटबड गरिरहेछ भने यो यहाँ गएर क्लोज भयो अरे भन्दाखेरि चाहिँ खै कहाँ गयो, यता लिएर आऊँ, यसलाई पनि अलि वरै सारौँ होइन, अलि वरै सारौँ ल, यसलाई पनि सारौँ। अब हामीले बनाउनु पऱ्यो बुलिस क्यान्डल होइन, कसरी बन्छ त बुलिस क्यान्डल भन्दाखेरि चाहिँ हामी लो ओपन छ नि त, ओपन लो ओपन होइन, यो यहाँबाट ओपन, लो भनेको तल यहाँबाट ओपन हुन्छ होइन, ओपन भयो त्यस पछाडि अब ठिक छ, पुच्छर नबनाउने हो भने पनि मिल्छ, तर बुलिस क्यान्डल भनेको ग्रिन क्यान्डल हो होइन, त्यो चाहिँ माथि गएर क्लोज हुनु पऱ्यो, के भयो
यो यस्तो भयो। हो यहाँ गएर योभन्दा माथिपट्टि क्लोज भयो, या यसको ओपन प्राइसभन्दा अलिक माथि नै क्लोज भयो भने त्यो बुलिस भइहाल्यो क्या। त्यो रातो क्यान्डलको क्लोजभन्दा अलिक माथि होइन, यहीँ गएर यहीँ भयो, यहीँनिर यहाँनिर ओपन भयो, यहीँ गएर क्लोज भयो भने पनि यो हरियो क्यान्डल भयो क्या, बुलिस क्यान्डल भयो होइन। त्यसरी बुझौँ है। अब यो क्यान्डलभित्र त धेरै हुन्छ नि त। अब यसले पनि अहिलेको जस्तै गरी यहाँ माथिसम्म पुग्ला होइन, माथिसम्म पुग्ला, फेरि तलसम्म जाला, तलसम्म जाला होइन, माथिसम्म पुगेर तलसम्म गएर फेरि माथि गएर क्लोज भयो भन्दाखेरि चाहिँ यो चाहिँ अब बुलिस भयो क्या। यसलाई चाहिँ ग्रिन गराउँ, टेक्स्ट होइन, यहाँनिर यसलाई ग्रिन जस्तो क्यान्डल भयो नि हुन्छ है, तर त्यो कलरले केही फरक पर्दैन। तपाईँको क्यान्डल कहाँ गएर क्लोज भएको छ भनेर थाहा पाउनु पऱ्यो। अहिले यो बुझ्नुभयो भने पछि तपाईँको आफ्नो स्ट्राटेजी बनाउनको लागि एकदम सजिलो हुन्छ। कस्तो हिसाबले ट्रेड गर्ने भनेर एउटा लाइक अब म्याप जस्तो, अनि बायसहरू फाइन्ड गर्न पनि सजिलो हुन्छ। त्यही हिसाबले गर्दाखेरि चाहिँ यो चाहिँ मजाले बुझ्यो भने राम्रो। यहाँनिरबाट ओपन भयो, गयो माथि, अनि त्यसरी अघि हामीले के भनेको थियौँ, यहाँ माथिसम्म पुग्यो, या पुगेन, ल यहाँसम्म पुग्यो अरे, जहाँसम्म पुग्यो त्यो चाहिँ विक भयो क्या, जहाँसम्म पुग्यो त्यो चाहिँ विक भयो, तल पनि जहाँसम्म पुग्यो त्यो विक भयो। ओपनभन्दा तल कति गयो अनि क्लोजभन्दा माथि कति गयो, त्यही हो फरक। यहाँनिर यसको यो बियरिस क्यान्डलको चाहिँ तलपट्टि गएर बन्द भएको थियो, अनि फेरि यहीँबाट बन्द भएपछि त अब अर्को क्यान्डल बन्नु पऱ्यो होइन। 4 घन्टाको टाइम फ्रेममा चाहिँ यहाँ गएर क्लोज भयो, 4 घन्टा सक्यो भनेपछि अब अर्को 4 घन्टाको फेरि अर्को क्यान्डल बन्नु पऱ्यो, फेरि टाइम स्टार्ट भयो नि त होइन, जेरोबाट फेरि उयो हेर्ने गरी क्या। यहाँनिर देखाएको जस्तै गरी अब यसको 38 सेकेन्डमा सकिन्छ, 38 सेकेन्डमा सकेपछि यो अर्को क्यान्डल बन्छ। कहाँबाट बन्छ भन्दाखेरि जहाँबाट इन भएको त्यहीँबाट स्टार्ट हुन्छ है, नत्र पनि 31 सेकेन्ड पछाडि म देखाइदिन्छु। यो यहाँबाट बन्यो, बनिसके पछाडि तल गयो, माथि गयो होइन, सिधै जता गयो भने ओपन प्राइसभन्दा तल गयो भने पनि विक, माथि गएर फेरि फर्केर तल आयो भने पनि जहाँसम्म क्लोज हुँदैन होइन, ओपन र क्लोज बिचको त्यो ग्याप चाहिँ मात्रै बढी भयो, नत्र भने बाइक सबै विक भयो है। त्यो हिसाबले बुझौँ। 10 सेकेन्ड बाइक छ यहाँनिर, यो यहाँनिर यतातिर ट्रेड भइरहेछ अहिले भनेपछि अब यो तलमाथि हुँदैछ यहीँ होइन, 3 2 1 0 यहाँ तल भयो। अब यसको जहाँनिरपट्टिबाट इन भयो त्यो त्यहीँबाट स्टार्ट हुन्छ क्या यो रातो क्यान्डल है। रातो भनेको मतलब यसको तलतिर गइरहेछ नि त, यो क्लोज भएको भन्दा तलतिर गयो भने यो रातो भइहाल्यो, अलिक माथि गयो भने फेरि ग्रिन भयो। यो कालो मैले चाहिँ कालो गराएको छु, ग्रिन हुन्छ नत्र भने चाहिँ यसरी चल्छ क्या। तल गयो नि त यो, ओपनभन्दा तल गयो, विक बन्दैछ यहाँ है। अब ओपनभन्दा माथि गयो होइन, फेरि माथि गएर फेरि तल आयो भने त्यहाँ पनि विक बन्छ, किनभने क्लोज नहुन्जेलसम्म चाहिँ विकै बन्ने हो क्या। यस्तो हो होइन। अब कतिले बुझ्नुभयो बुझ्नु भएन, अलिक गाह्रो नि हुनसक्छ होइन। जस्ट माइन्डमा चाहिँ के राखौँ भन्दाखेरि बियरिस क्यान्डल भनेको के हो, बुलिस क्यान्डल भनेको के हो, बियरिस क्यान्डल कसरी बन्छ, बुलिस क्यान्डल कसरी बन्छ भनेको। बियरिस क्यान्डल भनेको चाहिँ तलतिर जाने, बुलिस क्यान्डल भनेको चाहिँ माथितिर जाने, त्यसरी बुझौँ है। अनि त्यसरी विक भनेको के हो भन्दाखेरि विक भनेको चाहिँ हाई हो होइन, यो विक भनेको लो, यो विक भनेको हाई, यो विक भनेको लो, पछाडि यो बडी भयो। बडी भनेको चाहिँ ओपन र क्लोज प्राइसको बिचको त्यो ग्यापलाई चाहिँ के भन्छ भने के अरे, बडी भन्छ है। अनि अब यसलाई नै अब लोवर टाइम फ्रेममा हेर्दाखेरि कस्तो देखिन्छ त भन्दाखेरि चाहिँ होइन, पहिले सुरु यो रातोको होइन यसकै बनाउँ न होइन, रातोको बनायो नि हुन्छ, तर यो अलिक टाँसी यहाँनिर, यहाँबाट बनाऊँ है त। यो यहाँनिर गएर क्लोज भएको थियो, रातो भनेपछि तल गएर क्लोज हुने हो नि त, यहाँ तल गएर क्लोज भयो भनेपछि यो यहाँबाट स्टार्ट भयो, यहाँबाट स्टार्ट भयो, फेरि तल गयो, सिधै तल गयो, फेरि माथि गयो होइन। अब म चाहिँ अलिक त्यस्तो नगरौँ होइन, सिधै माथि गयो अनि फेरि तल आएर क्लोज भयो। हो यस्तो बन्छ यो होइन है, यो यहाँसम्म हो है, यहाँ गएर क्लोज भएको छ भन्दाखेरि यस्तो देखिन्छ है। यो नर्मली हेर्दाखेरि चाहिँ चार्ट यस्तो देखिन्छ, अब तर भित्रपट्टि पनि अब यहाँनिर अनेक हुन्छ नि त, तलमाथि 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 हो यस्तो हुन्छ क्या। यो चाहिँ मैले फ्र्याक्टल मात्रै बुझाएको कि 4 घन्टामा यस्तो देखिन्छ, एउटा एउटा क्यान्डल हुन्छ भने त्यही भित्रपट्टि अनेक हाइज एन्ड लोजहरू हुन्छ भनेर बुझाएको। यो चाहिँ बेसिक कुरा भयो होइन। यही बुझ्नु भएन भने तपाईँलाई बुझ्न गाह्रो हुन्छ। मैले चाहिँ सुरुमा यही बुझ्थिनँ, अनि कसरी बुझाइदिएको हुन्थ्यो जस्तो लाग्थ्यो युट्युबमा हेर्दाखेरि पनि, के हो कि अब यताउति बुझिन्थेन राम्रोसँग। अनि मैले चाहिँ जहाँसम्म मैले लागेको चाहिँ कुराहरू चाहिँ बुझाएँ होला जस्तो लाग्छ। अब केही कुरा बुझ्नु भएन भने कमेन्टमा लेखिदिनुहोस् होइन, यो बुझेन भनेर बुझाउने कोसिस चाहिँ गरौँला।
अनि अब फर्स्ट चाहिँ भिडियोज हुन्छ लाइक अब फोरेक्स मार्केटको चाहिँ बेसिक रुट बनाउँदाखेरि जग बनाउँदाखेरि चाहिँ यो कुरा चाहिँ चाहिन्छ जसरी नि तपाईँलाई क्यान्डल कसरी बन्छ भन्ने नै थाहा भएन भने त अब गाह्रो पर्छ नि त। त्यो भएर हो है, यसरी नै हो, बिस्तारै बिस्तारै गर्नुपर्छ। आज तपाईँले सिक्नुभएको कुराहरू के हो भन्दाखेरि चाहिँ आजको चाहिँ तपाईँले सिक्नुभएको कुराहरू चाहिँ यति हो। यो कुरा चाहिँ तपाईँले आज जसरी भए पनि सिक्नुभयो। मैले यहाँ बुझाउँदाखेरि केही बुझिएन भने चाहिँ त्यस्तो इन्ट्रेस्टै छ भने होइन, केही सिक्ने इन्ट्रेस्टै छ भने चाहिँ युट्युबतिर हेर्नु, च्याट जिपीटीलाई सोध्नु, च्याट जिपीटीले मजाले बताइदिन्छ। अनि त्यस पछाडि होइन च्याट जिपीटीले भनेको नि बुझेन होइन भन्ने हुन्छ भने मेरो भिडियो हेर्नु, मेरो भिडियो हेर्दा पनि बुझेन भने अरूको भिडियो हेर्नु, जति पनि छ होला सायद युट्युबमा होइन, तर त्यस्तो राम्रोसँग बुझाएको छ जस्तो चाहिँ लाग्दैन मलाई। यतिको डेपमा गएर चाहिँ बेसिकमा सबैजनाहरूले स्ट्राटेजी मात्रै बताउने हुन्, तर अब यो बेसिक कुरा पनि थाहा छैन भने त थाहा हुँदैन नि त होइन, कसरी के हो भनेर। अब क्यान्डल बनिरहेको छ यहाँनिर तलमाथि गरिरहेको छ, कसरी के हो भनेर थाहा हुँदैन भने चाहिँ गाह्रो पर्छ। त्यही भएर ल आजको लागि चाहिँ हाउ क्यान्डल फर्म्स होइन, क्यान्डल कसरी बन्छ, बियर्स क्यान्डल भनेको के हो, बुलिस क्यान्डल भनेको के हो, र यो विक भनेको के हो, कसरी बन्छ, यति कुरा थाहा भयो भने चाहिँ आजको भिडियो चाहिँ तपाईँले हुन्छ लाइक 100%मा 1% चाहिँ केही सिक्नुभयो भन्ने कुरा हुन्छ है। र आजको लागि चाहिँ यति नै। ग्रुप भयो भने चाहिँ राम्रो, खासमा ट्रेड गर्दाखेरि चाहिँ तपाईँको ग्रुप कोही साथी छ भने चाहिँ सँगसँगै सिक्नु होइन, भिडियो रिफर गर्नु या यताउति केही गर्नु, जे गरे भए पनि एकजना साथीसँग चाहिँ सिक्नु, तपाईँ एकदम चाँडो सिक्नुहुन्छ, यो चाहिँ म ग्यारेन्टी दिएर भनिदिन्छु। ल आजको लागि चाहिँ यति नै, उच्कारिसम्म।